Hello everyone, welcome back to my channel. It's your favorite boy Austin. Yeah. And thank you for all your love and support you shown in earlier videos. That's mean a lot to me. And today I was planning to do something crazy, like something different. And I was hungry too, and I was planning to challenge my sister. But whoever wins, that person will get 5,000. So let's start the video. I will call my sister. Yo, she's not answering. Namaste. So I was wondering to challenge you in a mukbang video. Like, are you down for it? तपाईँ के अरे च्यालेन्ज एक्सेप्ट गर्नुहुन्छ कि हुँदैन? तपाईँ तर हार्नुहुन्छ कि तपाईँ तर? Okay, bye. Yo, she's going to lose, but I got a disadvantage. Like, I got caught by verses, and yeah, so I will see you in the video. Like, I'm going to buy KFC, Momo, and Kima noodles. Let's go. Hello everyone, I'm back with the food, and this is my sister who is my challenger. Yeah. Describe yourself. Hello everyone, namaste. म चाहिँ मेरो भदाको च्यालेन्जर आज हामी चाहिँ यहाँनिर चाहिँ किमा नुडल्स अनि मोमो अनि त्यसपछि हामीले यहाँ चाहिँ केएफसी लिएर आएको छौँ दुईवटा अनि विथ कोक अनि त्यसपछि हेरौँ आज कसले चाहिँ जित्छ हैन Whoever wins get 5,000. Okay. Let's go. But okay, this is with the chopstick. no chopstick. हातले नै No. I will bring. Start. I'm back with the fork. And then we are to start now. Start. 1, 2, 3, go. Cheers. Okay. I might lose. I don't want to eat kima noodles first. Wait, what's it? It's on the edge. What's it got me? It's so spicy. Double it. I'm gonna hold on. No. हाम्रो चाहिँ फर्स्ट यो च्यालेन्ज गरेको फर्स्ट टाइम भएको भएर चाहिँ त्यति एक्सपिरियन्स छैन पछि राम्रो गर्दै जाउँला तपाईँले मेरोमा धेरै स्पाइसी हालेछ किमा नुडल्स सेम Tissue paper. Chopstick चलाउनु बानी भएर योस् फोर्क चलाउनु जस्तै गाह्रो हुँदैन Just guys, ignore my face. I want to win this challenge, okay? Okay. Let's see. Oh my god.
No. Beautiful. What do you? गर्मी प्लस पिरो पसिना अचार थोरै भएछ ट्रिपल स्पाइसी हाल्ने हो त्यसपछि तपाईँहरू सजेस्ट गर्नु होला हैन यो च्यालेन्ज भइसकेपछि अरूहरू च्यालेन्ज पनि के गर्ने हजुरहरूले भनिदिनु होला लास्टै पिरो अचार भएन सबले गर्दा हो स्पाइसी ओभर स्पाइसी हो अब सबै ठिक छ मैले केएफसी चाहिँ सब्जी खानु छ गाइस पसिना आइसक्यो गर्नु अचारै पुगेन होला सक्दैन यो स्पाइसी ल अति नै छ सबै ठिक छ तर मलाई यो मासु भनेपछि चाहिँ ओभर हुन्छ है फेरि माथि केएफसी माई गड कसरी खाने बेटा हामी सबै गर्न सम्झ टिस्यु राख्नु बिर्सेछ क्या दुईजना बसिसक्यो चुइसक्यो यहाँ तिमीमाथि ओठमा घाउ छ कसरी बिर्स्या भन्नु न गाई पुन्डु आएको गऱ्यो पुन्डुलाई उता लानुपर्ने भयो मैले त्यही भएर सो सरी गाइस पुन्टु भनेको चाहिँ लाइक इज आवर डग पग हजुरहरूलाई मेरो डगको भिडियो हेर्नु मन छ भने चाहिँ अफलाइन रुममा टिकटकमा जानु होला अनि मलाई पनि सपोर्ट गरिदिनु होला ल भाइ त हार हुनु भएछ मलाई त झन् त्यस्तै भएछ ओट पोलिसक्यो म डाइटिङ बसेको मान्छे हो त म त हड्डी मनपर्छ क्या फेरि तपाईँ सक्दैन रहेछ मासु यो केएफसी कसरी खानु भइरहेको होइन किनभने मलाई त्यति मन पर्दैन केएफसी हाल्छ यस्तो पाराले मासु छैन न सकै छैन मासु पो गर्नु सक्यो भने म त केएफसी तपाईँ सक्नु दुईवटा आमामा मलाई भएर खाना खानु पर्दैन किन डाइटिङ यति खाएर खायो भने मर्छु यार किनभने म दिउँसो खाजा नखाने मान्छे गाइज च्यालेन्ज गर्ने भनेर बाबुले
इग्नोर पनि गर्न सकेन बिचार उसको किनभने नयाँ युट्युब च्यानल हो हामीले सपोर्ट गरिदिनुपर्छ नि त नयाँ युट्युब च्यानल तपाईँमा सक्दैन नि इग्नोर कसरी गर्नु तपाईँ मसँग डराएको हो क्या इग्नोर गरेर देखिरहेको छु यदि भयो है अझै रमाइलो हुन्छ धेरै गराउँछ नि फेरि पछि हुँदै गयो भने मेरो सानो भदैनी पनि छ ऊ एकदमै इन्ट्रेस्टेड छ क्या यस्तो कुरामा हजुरहरू सपोर्ट गरेर जानुहोस् उहाँलाई पनि लिएर आउँछ हामी सपोर्ट चाहिँ गर्नु पर्यो टिसुने म होइन म कालो मान्छे पस्नु कालो कसरी खाने होला है त्यो त अझै बाँकी छ एउटा त कति नाइसक्यो मेरो आँखाबाट आफै नाइसक्यो ओट पोल्यो खानु मैले कसरी थाहा भयो मलाई थाहा छैन अब अलिकति सकाउनुपर्छ यो किमा नुडल्स चपसिटी हामी खाने बानी भएर म जित्छ भने डर लागिसक्यो तर भन्न सक्दिनँ मलाई यो केएफसी त यति मिठो लाग्दैन मेरो सबै टुक्रा टुक्रा परेछ रोल नि हुँदैन कसरी खाने हो खानु पर्यो नि बाबु पिरो भएको छैन क्या ओट पोलिरहेको छ क्या त्यति बेला छैन चम्चाले खानै आउँदैन हेर्नु मेरो अनुहारमा आँखाभरि हाँसु मेरो पसेर पऱ्यो खै Oh my god. I know you can eat. No. What? तपाईँले मलाई ठुलो बात दियो मलाई आज होइन भोलिसम्मको लागि पुग्छ अब म हल्दी मन पर्ने मान्छे हो क्या मासु भन्दा नि तर जित्नु पनि छ हल्दी लास्टमा हामीलाई नि के भनिदिनु कोरिनुबाट हाउन सारङ्गी हो And Ellie also I love you and I miss you so much baby किनभने हजुर स्कुल जानुभएको छ त्यही भएर हजुरलाई राख्न पाएन
कसरी खानु होला मैले यहाँ यो चम्चा चलाउन आएन मलाई अब यो कसरी खाने पसिना होइन ठुल्ठुलो my god मान्छे कति होला त आधा किलो होला त्यही माथि पिठोको चिज भातै नआइकन बस्नु मन रहेछ है म त खाएन भात नखाएर भए सक्यो होला म अरू खाना पनि खाएन oh my god के गर्न सक्नु होला हौ चाहिँ चाहिँ हड्यो है फेरि ल जित्यो मेरो होल चिकन छ विथ किमा नुडल्स यसले त छिटो जित्छ भन्ने आश छ नि मैले जितेर भए पनि छिटो इन गर्नु पर्यो कसरी जित्छ तपाईँ डिसएडभान्टेज छ क्या मेरो ओठमा घाउ भएको छ ब्रेसेसले खान सक्दैन होला मैले यो यसले राखिदिनुपर्छ त्यो सबैभन्दा मलाई मिठो नलाग्ने थाहा छ केएफसीको बाहिरको यस्तो मिठो हुँदैन मोमो सबसे चाँडो मैले सकेँ हो नि किमा नुडल्सले गर्दा गाह्रो भयो guys even I lose a win please like and subscribe to my channel share to your friends families everyone म त खान्छु भन्छ होला खान्छु तपाईँ खान्छु है हो ए छिटो छिटो you know the pain of the this thing कस्तो पोलिरहेछ अहिलेसम्म ब्रेसेसले अस्ति थाहा गर्दा ब्रेसेसले त्यो घाउ बनाएछ होला उसको चाहिँ ब्रेसेस गरेको भएर गाह्रो भएको हो यो भाइहरू त हामीभन्दा जान पनि हुन्छ Just 5 minutes. 5 minutes भयो सोच्नु कि म दिउँसो खाजा नखाने मान्छेलाई कति गाह्रो भइरहेको होला खाँदा मगर चिरो त्यही माथि पिठोले बनेको आइटम दुईवटा खायो मोमो खायो किमा नुडल्स खायो मासु पनि त्यत्तिकै कोकले झन् ढाउवा कहिले मेरो चाहिँ टङ स्लिप हुन्छ होला टङ स्लिप हुन्छ मेरो प्रायःको मेरो म त नेपाली नि कस्तो अनि टङ स्लिप हुन्छ त्यसैले बोल्न नि गाह्रो लाग्छ मेरो डगको भिडियो पनि कति हिजोको मात्र पुरा टङ स्लिप भएर
कुकुले कुर्छ पुन्टुले कुर्छ भनेको पुन्टुले कुट्छ भनेछ मेरो पनि यसो टिकटकहरुतिर अकाउन्ट ग्रो गर्नलाई हेल्प गरिदिनु होला गाइस सक्यो नि त सक्नु नै पर्यो नि भाइ च्यालेन्ज हो म हल्लिनु सक्दैन गाइस म त हातले खाएँ because you are Nepali. फेरि यता हाले भन्नु होला हालेको तलतिर फालिरहेको छ जे भए पनि this is for my sweetheart Ellie. सक्दै नसके भए पनि मैले खानु पर्ने भयो एकजनाले त जित्नु पर्यो होइन गाइस त्यो चाहिँ मैले जित्छु तपाईँको हो हुन्छ मुखन सक्नु पनि छ र मुखन सक्नु पर्यो चाहिँ भात खाएको जस्तै खानु भनेर त पस्नु आयो पसिना आयो टिस्यु लिएर नबसेको सरी गाइस guys guess who is the winner Austin your Austin is winner look eat this नो नो यो चाहिँ मैले जितेँ होइन गाइस I'm not gonna pay you सबैजनाले उहाँलाई सपोर्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला लाइक गरिदिनु होला भन्दै उहाँको युट्युब च्यानललाई पनि ग्रो गरिदिनु होला सबैजनाले माया गरिदिनु होला माया सबैले माया गर्छ त्यसको साथसाथै मलाई पनि माया गरिदिनु होला होइन मेरो पनि टिकटक छ मलाई पनि माया गरिदिनु होला मेरो पुन्टुलाई पनि माया गरिदिनु होला हस् भन्दै हामी हजुरहरूबाट बिदा हुन चाहन्छु थ्याङ्क यू सो मच